सेलिब्रेटी कुन सवारी साधन हाँक्छन्? युवा पुस्ताका चर्चित नायक अनमोल केसी डुकाटी बाइक हाँक्छन्। उनी कारभन्दा बाइक नै चढ्न बढी रुचाउँछन्। कार किन्न भनेको हुँ तर मानेन, डुकाटी किन्यो। भुवन केसीले छोराले पहिलेदेखि नै बाइक चढ्न मन गर्ने गरेको सुनाउँदै भने। त्यसो त भुवन कारका शौखिन हुन्। गाडी सिकेकै 40 वर्ष भइसक्यो। अभिनेता भुवनले कान्तिपुरसँग सवारी अनुभव सुनाउने क्रममा भने, सुरुमा टोयोटा कोरोला चढे, 37 वर्षदेखि गाडी चढ्दै आएको छु। भुवनले 6 महिना अघि मात्रै किया स्पोर्टेज छोडेर क्रेटा चलाउन थालेका रहेछन्। यति बेला भने उनको मन कारमा भन्दा जिपतर्फ तानिएको रहेछ। काठमाडौँ जस्तो ठाउँमा कारभन्दा जिप नै राम्रो देखियो। क्रेटा जिप सुटिङमा उकालो ओह्रालो जानुपर्ने भएकोले ठिक छ। 4 व्हील पनि भएकोले खाल्डाखुल्डीमा पनि सजिलै कुद्छ। भुवनले आफ्नो सवारीप्रति सन्तुष्टि देखाए। नायिका प्रियङ्का कार्कीले हुन्डाईको टक्सन चढ्न थालेको निकै भइसक्यो। त्यसअघि उनी टिभीएसको विगो स्कुटी कुदाउँथिन्। त्यसो त स्कुटीबाट एकैचोटि टक्सनमा जम्प हुँदा प्रियङ्काको राम्रै चर्चा पनि भएको थियो। त्यसवखत उनले आफ्नै मेहनतको कमाइले किनेको अभिव्यक्ति नै दिनु पर्यो। तर उनी अमेरिका बस्दा नियमित कारमा हुर्किने गर्थिन्। म पहिलेदेखि नै गाडी चढ्दै आएकी छु। नेपाल आएपछि धेरै समय स्कुटी चलाएँ। यहाँ गाडी किन्न पनि महँगो छ, चलाएर हिँड्न झन् गाह्रो छ, प्रियङ्काले थपिन्। फेरि हाम्रो जस्तो पेसामा आफ्नै गाडी नभई पनि नहुने, सधैँ ट्याक्सी वा स्कुटीमा हिँड्न पनि सहज हुँदैन। अहिले त गाडी सौख मात्रै नभएर आवश्यकता नै भइसक्यो। टक्सन ठुलो हुने भएकाले प्रियङ्कालाई यसमा धेरै सामान लिएर हिँड्न सहज भएको रहेछ। टक्सनमा स्पेस ठुलो छ र क्लियरेन्स पनि राम्रो छ। कति अप्ठ्यारा ठाउँमा लिएर जानुपर्ने हुन्छ, त्यसका लागि सजिलो भएको छ। तर टक्सन ठुलै भएका कारण साँघुरा ठाउँमा लैजान गाह्रो हुने, डिजेल धेरै चाहिने र पार्ट्स पनि महँगो हुने बेफाइदा पनि भोगेकी रहेछिन् प्रियङ्काले। नायिका हुनु अघि नै रेखा थापा हक्की स्वभावकी थिइन्। 14 वर्षको छँदै गाडी चलाउन जानिसकेकी थिइन्। उनले गाडी चलाएरै हिँड्न थालेको पनि 13 वर्ष भएछ। पहिलो सवारी अल्टो थियो। रेखाले यति बेला भने 5औं गाडीका रूपमा 1 महिनादेखि भक्सवागन जिप चलाउँदै आएकी छिन्। त्यसअघि उनको सवारी टेरिस कार थियो। भक्सवागन जिप चलाउँदाका राम्रा पक्षबारे रेखाले भनिन्, पहिले त यसको ब्रान्ड नै राम्रो भयो। फेरि मलाई पहिलेदेखि नै यसको जिप चढ्न रहर पनि थियो, चलाउन पनि कम्फर्ट छ। त्यसो त रेखालाई गाडी फेर्ने बानी नै लाग्न थालेको बताइन्। तर अहिलेको जिप तत्काल फेरिहाल्ने पक्षमा भने छैनन् रे रेखा। नायक जीवन लुइटेलले कार हुर्क्याउन थालेको पनि 5 वर्ष भएछ। सेन्ट्रोबाट निजी सवारी चलाउन थालेका जीवन यति बेला भने मलेसियन कम्पनीको पेरोडोवा हाँक्छन्। 1 वर्ष भयो पेरोडोवा चलाउन थालेको। एकदमै इकोनोमी र धेरै माइलेज दिने भएकाले मलेसियामा यो चल्तीको कारमा पर्छ, जीवनले अनुभव सुनाए। अनि आकार पनि सानो भएकाले चलाउन पनि सजिलो छ। जीवनले त्यसअघि भने इटालीको डियो र फियोट चलाइसकेका छन्। निजी सवारीमा हिँड्नु सेलिब्रेटीका लागि आवश्यकता नै भइसक्यो, उनले भने। समाजले सेलिब्रेटीलाई हेर्ने दृष्टिकोण र सुटिङका लागि कुदिरहनुपर्ने बाध्यताले गर्दा पनि आफ्नै सवारी हुनु जरुरी रहेको जीवन जिकिर गर्छन्। रेखा देखासिकीले गाडी चढ्नु विकृति निम्त्याउनु ठान्छिन्। बाध्यताले नै सेलिब्रेटीले कार चढ्नु पनि बेकार मान्छन् उनी। भन्छन्, देखासिकीले गर्दा वा शान देखाउन कसैले चढ्छ भने त्यसले विकृति निम्त्याउँछ। सवारी भनेको सोख र क्षमता भएर चढ्ने हो। भविष्यमा भने उनलाई ल्यान्ड रोभरको गाडी हाँक्ने सोख रहेछ। प्रियङ्कालाई भने सानो भएकैले यतिखेर महिन्द्राको केयुबीले मन जितेको सुनाइन्। अभिनेता भुवन पनि सेलिब्रेटीका लागि आफ्नै सवारी हुनु जरुरी रहेको बताउँछन्। विदेशमा त सवारी भनेको खुट्टा जस्तै हो। हामी कहाँ पनि यो सोख मात्र नभई अति आवश्यक भइसक्यो।
कस्तो क्वालिटीको चढ्ने भन्ने आफ्नो ठाउँमा होला, तर सेलिब्रिटीले त चढ्नै पर्ने भइसक्यो उनले भने। त्यसो त बाटोको अवस्थाले पनि गाडी चलाएर हिँड्नु सहज नभएको टिप्पणी गर्दै उनले सुनाए, पहिले म सिना मङ्गलबाट 5 मिनेटमा न्यु रोड पुग्थेँ, अहिले बिहान हिँड्यो भने कुन बेला पुगिन्छ भन्ने नै थाहा हुँदैन। भुवनलाई भने भविष्यमा फरारी चलाउने ठुलो सौख रहेछ, त्यसबाहेक अरू कार जिप उनका लागि माइनर भइसके रे। जीवन भने पेरोडोवा चेन्ज गर्ने मुडमा रहेनछन्। उनको ड्रिम कार भन्ने जर्मनीको अडी रहेछ। कान्तिपुर दैनिकबाट साभार गरिएको। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। यी र यस्तै जानकारीमूलक भिडियोहरू हेर्न हाम्रो युट्युब च्यानल भने अवश्य सब्स्क्राइब गर्नुहोला।